यो रणका ठाडो पनि कति हेर्नु त्यता पनि चुनाव मात्र आउनु भन्न अनि अब गाउँका बैदार पनि उठिया गरे यसपालि कहाँ भोट हाल्ने अब पल्ला र दाजुसँग गइकन सल्लाह गर्नु पर्यो क्या भन्न छन् दाजु अनि भोट हाल्ने अब त्यही अनुसार जानु पर्ला। दाजु ज्ञादा भयो क्या छ खबर? खबर के हुने छु भाइ बसे भएको चुनाव लागेको भन्दा गाउँभरि यसपालि फेरि वो पल्ला घर बैदार उठिया भन्न छन्। पोहोर साल पनि तिनीकन दियो, पर साल पनि तिनीकन दियो, काम अड्डा केही नै। अब के हाल्नु भन्ने भइरहेको छ यसपालिको भोट। भोट पैदा गर्नु होइन, अहिले जो राम्रो छ जो गतिलो छ यत्रो विकास छ त्यही गर्न दिनु पर्यो भाइ भोट अहिले। अब त्यही पैदा गर्न दिँदा हाम्रो कपालहरू फुलिदिए त्यही त हो नि दाजु। पैदा गर्नु हुँदैन, जो गतिलो छ जो निको छ उयो गरेर दिनु पर्यो अहिले भोट। यत्रो परिवर्तन गर्न भन्ने आएका छन्, अरू आएका छन्, अरे देशको विकास गर्दै भन्दा छन्। तिनका लागि हामीले बुढा गर्न यी प्रधान जो भने हुँदैन। अब हामीले अलिक राम्रो गर्न विकास गर्ने गर्न दिनु पर्यो भाइ। भन्न त भन्यो दाजु, जानुपर्ने पर गाउँमा छ, तिनीकन पैसा खर्च अरिकन भोट हाल्नै पर्छ भन्ने के छ भने कसो मान्छे रहेछ यो? भोट त हाल्नु पर्यो त, हाम्रो कर्तव्य भोट हाल्न त भोट हाल्नु पर्यो। भोलि तेरा एक भोटरले अब एउटा गतिला मान्छेले हार्यो भनेपछि उही पुरानो आयो भने त अझ उही जनताको हाल उही हो। ठिक भन्यो दाजु, तम्रो कुरा पनि मकन ठिक लाग्यो, भोट हाल्नुपर्ने रहेछ। उसो भए भाइ जाउँ त बोल दुई भाइ गइकन क्या गर्ने उनी? यिनका त घट्टामा नामावली नै भोटै हाल्न पाउँदैनन्, त्यत्तिकै कुरा चुट्टा।